नमस्ते नमस्ते गुड मर्निङ है। आजको प्रोग्राम चाहिँ हाम्रो सिस्नु टिप्न जाने प्रोग्राम छ है। हामी अर्ग्यानिक सिस्नु यो डाँडातिर पाउँछ। अब यहाँ माथितिर चाहिँ सिस्नु टिप्न जाने सिस्नुको देख्दै देखेन। अब अलि माथि चाहिँ भेट्छ भन्ने सम्भव लागिरहेछ है। हामी यता हिँड्दैछौँ है। म चाहिँ हँसिया बोकेर हिँडिरहेको छु सिस्नु टिप्नलाई। दाइ अगाडि डोको बोकेर हिँड्नु भएको छ। अब हिँड्नलाई अलिकता गाह्रो गाह्रो भएको जस्तो लागिरहेछ, तर के गर्नु ठिकै छ। बाटो चाहिँ यस्तो छ है। अब बिस्तारै बिस्तारै माथिसम्म पुगौँ, त्यसपछि हाम्रो कार्यक्रम सिस्नु टिप्ने कार्यक्रम हुन्छ। है है ल, गाउँतिर घाँस दाउरा गर्दै गीत गाउँदै भन्न नमिल्ने न्याउली बनैमा हितैको मायालाई राखे मनैमा भन्ने गीत थियो। गीत राम्रै छ, त्यही भएर न्याउली बनैमा हितैको मायालाई राखे मनैमा। होइन दाइ, यो बुद्ध चित्त हो क्या हो? मैले त्यस्तै लाग्यो क्या। ओरिजिनल होइन हो कि जस्तो लाग्यो मलाई। रुख पनि रहेछ क्या बुद्धचित्त, तर खै यो हुन त यही हो नि बुक त है। अब मेरो प्लान के छ भने बुद्धचित्तको हाँगा ल्याएर योसँग जोड्ने हो। त्यसै त अनि फल लिइहाल्नु फल पाउँछ हो हो फलिरहेको हो। यसलाई हाइब्रिड बनाउनु पर्छ हो त। यो त बुद्धचित्त त हो नि यो त प्लान चाहिँ छ है। यतातिर त सबै बुद्धचित्त लगाइदिनु। खतरा त अनि यो त यही हो नि। पहिला मान्छेले नजिनेको उता गाउँ उतातिर रोप्ने नवबुद्धतिर। यो चरा खान्छ अहिले चाहिँ। हजुर यसको पनि बुद्धचित्त चाहिँ घेरा फल्छ कि च्याउ होइन, तर यो झन् सानो फल्यो भने त पैसा राम्रो आउँछ नि दाइ। हो, तर यो फुट्छ कि ए फुट्छ। त्यो भएर यसको त्यसमा रुखमा चाहिँ त्यसको हाँगा जोड्यो भने घाँस काट्ने डोको घाँस काट्ने डोको माया लाउने धोको। अहिले चाहिँ अब मायालु नभएर जङ्गलमा रोको। म चाहिँ यहाँ बाटो बनाउँदैछु है। यो बाटो हुँदै हामी माथि कुनामा चाहिँ आज चाहिँ त्यो कुनामा के छ अरे दाइ? त्यहाँ हाम्रो देवी स्थान छ। त्यहाँ गएर भकल गरेपछि सोल्टिनी भकाभक पाइन्छ भन्ने कथन छ। भनेपछि म यो बाटो राम्रैसँग बनाउनु पर्ने ल, सनराइज हो। देवी थान पुग्न त बाटो त राम्रो बनाउनु पर्यो। ल, अब यो ढुङ्गा माथि चढ्ने कि ढुङ्गा पछाडिबाट बनाउने बाटो खै कसरी बनाउने हो? अब तपाईँले त्यहाँ स्टडी गर्नु। लोकेसन चाहिँ वार्निङ दिएको माया लाउन भनेर झरेको बेसीमा। हजुरले लाइभ भिडियो गरेर हो? हजुर। ल, मेरो सोल्टिनको यो विशेष गरेर यो भिडियो मैले सोल्टिनलाई पोस्ट गर्दैछु। यो हाम्रो अर्ग्यानिक सिस्नु। ओके। अनि दाजुभाइको केमिस्ट्री मिलायो भएर सिस्नु खाने प्लान छ आज। स्वास्थ्यको लागि एकदम राम्रो जस्तो छ। अब मैले सोल्टिनलाई यो भिडियो पोस्ट गर्दैछु। हस् लु गाइस, सिस्नु टिप्दा चाहिँ है एक डोको नै भइसक्यो हाम्रो। अब यो डोकोभरि सिस्नु अब मान्छेले खाने कि बाख्राले खाने हो थाहा छैन। अब बाख्राले खाने सिजन छ, मान्छेले खाने छ। अब दाइ टिपेको टिपे हुनुहुन्छ, म यहाँ बटुलेको बटुले डोकोमा है। हो, दुइटै छ, बाख्राले खाने पनि छ। सिस्नु डोको भरिसक्यो, डोकोभरि भइसक्यो। म डोको बोक्दै सिस्नु बटुल्दै दाइ माथितिर टिप्दै है एक डोको भइसक्यो। अब यो चाहिँ ट्याक्क लाएर म त परे हो रेलीमा गोर्खाली
खाली छिटो कसैसँग बोल्दिन नमिठो। हेलो गाइस, हाम्रो सिस्नु यहाँ रेडी भइसकेको छ। नुनै चाखे खानु भन्नुभएको छ भाउजूले है। अब नुन चाहिँ मैले चाख्छु है। यो सिस्नु चाहिँ दिउँसो दाजुभाइ भएर टिपेर ल्याएको। टक्क अब यसलाई यसरी राख्ने हो। अनि त्यसपछि